जुन कि हाम्रो रङ्गोली बनाउनुको उद्देश्य जब हामी चाहिँ एकदम खुसी मोडमा हुन्छ नि, खुसी हुन्छ हो, त्यतिखेर चाहिँ हामी रङ्गोली बनाउँछौँ, एका अर्कामा माया साटासाट गर्छौँ। अनि त्यो राम्रो जिन्दगीमा जुन हाम्रो राम्रो उयो हुन्छ नि, त्यसको लागि हामी राम्रो देखोस्, राम्रो होस्, राम्रो एउटा पद चाहिँ हामी चालेको जुन हुन्छ नि हो, त्यो चाहिँ राम्रो हुनको लागि हाम्रो केन्द्रित जुन हुन्छ, राम्रो चिज देखेपछि राम्रो हुन्छ भन्ने सोच एउटा हुन्छ हो, त्यतिखेर चाहिँ हामी रङ्गोली बनाएर राम्रो उत्सव मनाउने गर्छौँ।